संविधान सभा नियमावली तयार नहुँदा संविधान सभा एजेन्डा विहीन भएको छ। 14 फागुनबाट आजका लागि तोकिएको बैठक बिना एजेन्डा बस्दैछ। आज बस्ने संविधान सभा बैठकले संविधान सभा नियमावली मस्यौदा समितिको म्याद थप गरेर बैठकको समय फेरि अर्को दिनका लागि तोक्ने बताइएको छ। सरकारमा सहभागी कांग्रेस र एमाले बीचको विवादले मस्यौदा तयार हुन सकेको छैन। नियमावलीको बारेमा देखिएका समस्या समाधान गर्न नियमावली मस्यौदा समितिले संविधान सभासँग थप 10 दिन माग्ने भएको छ। संविधान राष्ट्रपतिले जारी गर्ने वा संविधान सभाका अध्यक्षले जारी गर्ने भन्ने विवादले तोकिएको समयमा संविधान सभा नियमावली निर्माणमा ढिलाइ भएको हो। समितिमा नेपाली कांग्रेस, समाजवादी जनता पार्टी नेपाल र परिवार दल राष्ट्रपतिले संविधान प्रमाणीकरण गर्नुपर्ने तर्क गरेका छन् भने एमाले माओवादी सहितका दलहरू अघिल्लो नियमावलीकै व्यवस्था नयाँ नियमावलीमा राख्नुपर्ने पक्षमा रहेका छन्। कङ्गोको शान्ति सेनामा रहेको नेपाली सेनाको गस्तीको गाडीमा अज्ञात समूहको ग्रेनेड बम प्रहारबाट 5 जना नेपाली सेना घाइते भएका छन्। ती मध्ये 2 को अवस्था गम्भीर रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। कङ्गोको बोइकीमा सोमबार राति गस्तीमा रहेको नेपाली सेनाको गाडीमाथि बम प्रहार भएको थियो। घटनास्थल शान्ति सेनाको बटालियन रहेको हेडक्वार्टरबाट 600 मिटर टाढा रहेको निर्देशनालयले जनाएको छ। सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा उहाँका भारतीय समकक्षी मनमोहन सिंहले खुसी व्यक्त गर्नुभएको छ। बिम्स्टेक सम्मेलनमा भाग लिन म्यानमार पुग्नुभएका कोइराला र सिंहबीच साइडलाइन भेटवार्ता हुँदा सिंहले कोइरालालाई बधाई दिँदै कार्यकालको सफलताको कामना पनि व्यक्त गर्नुभएको छ। म्यानमारको राजधानी नेपितमा भएको भेटमा उहाँहरूबीच 2 देशबीचको आपसी हितबारे कुराकानी भएको थियो। प्रधानमन्त्री कोइराला बिम्स्टेकको तेस्रो शिखर सम्मेलनमा भाग लिने उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार नेपित्य पुग्नु भएको थियो। प्रधानमन्त्रीलाई कोइराला नेपित्य अन्तर्राष्ट्रिय विमानस्थलमा म्यानमारका केन्द्रीय श्रम, रोजगारी तथा सामाजिक सुरक्षा सम्बन्धी मन्त्री ऊ ए मिन्टले स्वागत गर्नुभएको थियो। दक्षिण अफ्रिकी क्रिकेट टोलीका कप्तान ग्राहम स्मिथले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। अस्ट्रेलियासँगको तेस्रो टेस्ट म्याचपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने स्मिथले घोषणा गरेका हुन्। दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच जारी टेस्ट म्याच 33 वर्षीय स्मिथको दक्षिण अफ्रिकाका लागि 347औं अन्तर्राष्ट्रिय खेल हो। स्मिथले दक्षिण अफ्रिकाका लागि 117 टेस्ट म्याच खेलिसकेका छन् भने उनले 109 टेस्ट म्याचमा दक्षिण अफ्रिकाको कप्तानी गरेका छन्। कुनै पनि देशका लागि सर्वाधिक टेस्ट म्याचमा कप्तानी गर्ने रेकर्ड समेत उनले कायम गरेका छन्। आफ्नो खेल जीवनको उत्कृष्ट लयमा नै रहेका 33 वर्षीय स्मिथको अचानक सन्यासको निर्णयले क्रिकेट जगत आश्चर्यचकित परेको छ। स्मिथले सन्यासको निर्णय गर्न आफूलाई सहज नभएको जनाएका छन्। उनले परिवारका लागि समय दिन सन्यास लिएको जनाएका छन्। गत अप्रिलमा कुर्कुचामा चोट लागेदेखि नै सन्यासको बारेमा सोचेको पनि उनले जनाएका छन्। युक्रेनको सुरक्षा सूत्रका अनुसार रुसी सेनाले क्रिमियामा रहेको युक्रेनका सैनिकहरूलाई हतियार समर्पण गर्न आदेश दिएको छ। रुसको ब्ल्याक सी दस्ताका कमान्डर अलेक्जेन्डर विटकोले मंगलबार बिहानसम्म हतियार समर्पण गर्न आदेश दिएको युक्रेनी सुरक्षा स्रोतले जनाएको छ। रुसले भने यस्तो कुनै समय सीमा नदिएको बताएको छ। उता अमेरिकाले रुसलाई चेतावनी स्वरूप आर्थिक र कूटनीतिक सहितका कतिपय कदम उठाउने तयारी गरिरहेको जनाएको छ। युक्रेनमा आक्रमणको तयारीको चेतावनी स्वरूप रुसलाई एक्ल्याउने अमेरिकाको तयारी रहेको जनाइएको छ। यसरी रुसलाई एक्ल्याउँदा उसको अर्थव्यवस्थामा नकारात्मक असर पर्ने अमेरिकी आकलन छ। विश्वका औद्योगिक राष्ट्रहरूको संगठन G8 को सम्मेलनको तयारी समेत रोकेको जनाउँदै थप कदम चाल्न तयार रहेको अमेरिकाले जनाएको छ। यता रुसले क्रिमियामा उसको सेना मानव अधिकारको रक्षाका लागि गएको जनाएको छ। क्रिमियामा रहेको आफ्ना नागरिकहरूको सुरक्षाका लागि पनि क्रिमियामा सेना पठाइएको रुसले जनाएको छ। क्रिमियाको स्थिति पूर्ण नियन्त्रणमा नआएसम्म सेना नहटाउने रुसले जनाएको छ।